गएको अनि एउटा कुमार मेरो बिहा भएको उता जाने कि एउटा बसेन अनि एउटा त मौका त लाग्नु त मान्नु त पनि पायो हाम्रो अजीको अजा हाम्रो अजीको अजा को मिठाई मात्रै दिनुभयो भाइ कता गएको नि छोरीको जामाले चकलेट चकलेट बाबालाई भन्दै चकलेट मिठी मिठी चकलेट भन्दै कानामा लाग्यो भने आई घट्छ अरे के लोक उद्यमको समूहहरू छैन के गर फोन गर्नु भन्छ के हस्पिटलको बेडमा सुत्दा भाइ ल ल टिका नाकमा चाहिँ मै लगाइदिन्छु मान्छेले लगाइदिनु ल ल कस्तो भएछ त म त के सुनेको थिएँ त्यतै हिँड्न गएछ हो के को हुने हो उहाँ हानेको नि आउँछु भनेको फेरि के मलाई त झन्ड केही नि भएन छ ठुलो चोट लान छ यहाँ त बाबु तिमीलाई कस्तो भयो हेर मैले अस्ति चचहाय चचहाय चहाय 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 अब अर्को लाइन पार्नु 3 1 2 3 ल अब अर्को बहिनीलाई यतै बहिनीले उतारा कहिले लाग्छ मामालाई मेरो आछ भनेर दिनुभयो काठमाडौँ बस्नु छ कि अहिले काठमाडौँ बस्छ अहिले त काठमाडौँ बस्नु छ हैन
जाऊ भेट्न भन्छु भन्न जान अब भन्नु पटक्कै मान्दैन सिका छोड्नु बसेर हल्लो दुईटा होला चिया म सही गरिदिन्छु पैसा दिएर साध्य हुन्न नि त खुट्टो पैसा मैले अहिले नसाधेको खालि यहीँबाट सक्दै घरको केटी त आएका पनि छैन सम्झिनु भयो रहेछ कान्छ त्यस्तो भइसक्यो अहिले हजुरलाई यसमा गोजी नै बनाउनु कि गोजी थियो जस्तो लाग्थ्यो गोजी छैन है गोजी हालिदेऊ भनेको गोजी हामीले खान्छौँ कुन पेटमा हाल्ने हो क्या पनि खा भन्नु यो खाऊ त केटी यो कता गयो ऊ गर्ने भन्नुभयो ल्याउनु एक कुन्टा ल्याउन तिमीले दिनुहुन्छ है हात आउ टिका लायो जाम बोक्न त बुझ्थ्यो आज सबै हात धेरै हारो होला केरै नखाँदो रहेछ नि रुगाले हो क्या पहिला यसरी हिँड्थे खोइ आकाङ्क्षा खोइ धेरै टाढा ल्याउनु भने बाटो त देखिसकेर कस्तो छ दाइ बाबा त्यही भएर हो कि अब त्यही भन्नु नबोली एकदम विचार गर्छ कि पछाडि छकै हो एकदम हो अनन्त बाबाको गुणगा होला नि त अनन्त बाबा नि नबोली बिस्तारै भनी पेल्छ नि थोरै बोल्छ कुरा चाहिँ धेरै बुझ्छ यसले ओहो धन्यवाद नजानु मामाको आमा त जाने भन्दै थियो कस्तो भइरह्यो कहाँ आयो तिमी हजुर कति राम्रो गाउँ छ यस्तो राम्रो सुविधा छोडेर कम थियो मान्छे बजारतिर झरे सबै बजारतिर झरे यस्तो यसलाई देख्नुभयो के अरे छ सब बजार झरे यस्तो अलक्षित यस्तो राम्रो गाउँ फर्केर गाउँमा त्यो त जङ्गलबाट अब त केही रहेन न केही हुन्छ न केही हुन्छ त्यहाँ लाखु जस्तो पऱ्यो यहाँ पनि जङ्गल पऱ्यो सबै ग्यास आयो ग्यासले खाना पकाउनु लायो अनि त्यहाँ दुःख गर्ने मान्छे गइसक्यो यसले फाइदा पनि हुँदैन ग्यासले फाइदा हुँदो रहेछ एउटा सिलिन्डर ल्याउने भने एउटा 1-2 आदमी नभए 6 महिना सक्छ यसले त भन्नु पऱ्यो आइराखेको फेरि आउनु मन लाग्ने के आउनु पर्यो नि त कस्तो कुरा आउनु मन लाग्ने तिमीले मान मान्यता गर्यो भन्ने भन हामीलाई के अरे मागले कति हो कति माया गर्ने त्यता जाँदा भसक्क हुन्छ कि म त एकदमै ठुलो जति पछि भयो उति माया गर्नु भन्दा के हामीले त झन् कति हो
अलि समय देख्नु भएन अरे सीमा कहाँ छौ तिमी फोन गर्ने जसलाई पनि फोन गर्नु के यो झन् पछि त साह्रै साह्रै जानुभयो त्यो कालीमान हर्टिकामा पनि सँगै बसेको त एकदम उस गर्नुभयो के पछिल्लो चरणमा पहिला भन्दा नि अझै पछि हामी धेरै क्लोज भएथ्यौँ के त्यस्तो भयो त नि के गर्ने जिन्दगी भनेको केही रहन्छ कि भयो यस्तै हो काट्नु भयो सबै झन् सुख पार्ने देख्ने बेला एकदमै हो त्यो सबभन्दा कसरी उस गर्यो के यत्रो भाइ बहिनीलाई हुर्काउँदा अब होइन कति गाह्रोले हुर्काउनु भयो ठ्याक्कै सुख पाउने बेला के गर्ने अब त्यही बेला सुशान्तले फोन गरेर अनि उस गरेको मलाई त पुरै थाहा छैन त्यहाँ आउनुभयो त्यो भाइ आउँछु एकछिन उसले छेको बाबु हजुरलाई नै हाम्रो नसाउँदैनहरू गाडीमा जानुभयो होइन